यस्तरी हुन्छ यहाँ बोतल बेच्ने। ल बेच्नु त टक्क बोतल हाल्ने 50 पैसा एड भयो होइन। मस्त 1 रुपियाँ भयो एक्लै रोमनियनको 2 लिग कति हुँदो रहेछ। अब हामीले सँगालेको। हेलो गाइस, हेर्नुहोस् रोमानियामा जो कोही हुनुहुन्छ दिदी बहिनी दाजुभाइ सबैजना पैसा कमाउनको लागि आउनुभएको छ। अब यहाँ पैसा कमाउन सजिलो तरिका म भन्छु, बोतल चाहिँ सँगालेर राख्नु होला होइन। यसरी यहाँ चाहिँ बोतलहरू बेच्न पाइन्छ। बोतल कचाउनु छ भने अब खाजापाजाहरू पनि यही बोतल बेचेर पनि आइहाल्छ होइन। त्यही भएर रोमानियामा बस्नुभएको दिदी भाइ दाजु बहिनीहरू जो कोही हुनुहुन्छ सबैजनाले खाएको बोतलहरू नफाल्नु होला। अनि अन्त अरूले खाएको पनि सँगालेर राख्नुपर्छ है। पैसा कमाउन आएको जसरी कमाउने नै हो। कसले चिन्छ र होइन, कसैले चिन्दैन, पैसाको लागि हो, कसैले चिन्दैन होइन। त्यसपछि टक्क लाएर एउटा बोतलको हाम्रो त यहाँ क्यान मात्र छ। अरू बाहिर सँगालेर राख्नु त्यसपछि अब बेच्ने हो। तपाईँले देखाउँछु। हामी अब कफलेन्ड जाँदैछौँ यसरी। हामी चाहिँ अब पुग्न थालेछौँ है कफलेन्डमा। टक्क लगाएर यहाँ हेर्नुहोस्, यो ओखरको बोट हो, यो ओखर हो। कस्तरी फलेछ यहाँ हेर्नु त। तर यहाँ तलको त केही देखेको छैन यार। स्याउको होइन। त्यसपछि तले हामी कफलेन्ड पुग्न थालिसकेका छौँ गाइस। त्यही हो, यहाँ हेर्नुहोस् कफलेन्ड। यहाँ चाहिँ यस्तो छ, यो जेब्रा क्रसबाट हिँड्यो भने गाडी आफै रोकिदिन्छ है। अब तपाईँलाई देखाउँछु अब हामी कसरी बोतल बेच्छौँ यहाँ अनि कसरी विथड्र गर्छौँ पैसा है, बोतल बेचेको पैसा। तर यो खासमा भन्दाखेरि आफैले किनेको पैसा हो यो जे जति सामान किन्छ हामीले, पानीको बोतल जुसको यताउता, यसमा पहिल्यै 50 रुपियाँ एड गरेर लिएको हुन्छ। त्यसैले सबैजनाले यहाँ अब बोतल जताभावी फाल्नुभन्दा सफा पनि हुन्छ बाटोबाट फाल्नुभन्दा अब त्यसको पैसा पनि आउँछ होइन। पैसा आउँछ यसरी नै अब बेच्यो भने राम्रो। नेपालमा पनि यस्तै भएको भए त दामी हुन्थ्यो। पहिल्यै एड गरेर लेख्छ 50 पैसा, अनि त्यही बेच्छन् अनि त्यही 50 पैसा फेरि रिटर्न पाउँछन्। त्यही हो, बेच्ने ठाउँ फेरि यस्तो छ, उत्यो हो बक्स जस्तै छ टिनको। त्यसरी नै गऱ्यो भनेर यहाँ हेर्न सक्नुहुन्छ। यस्तरी हुन्छ है, यस्तरी हुन्छ यहाँ बोतल बेच्ने। ल बेच्नु त टक्क बोतल हाल्ने 50 पैसा एड भयो होइन। मस्त 1 रुपियाँ भयो एक्लै रोमनियनको 2 लिग कति हुँदो रहेछ। अब हामीले सँगालेको पैसाबाट जे भयो पनि अलिअलि त भइहाल्छ जुस खानलाई। 4 रुपियाँ भइसक्यो यी दिनमा। तर यहाँ 8ले त भइसक्यो आमा। 10 जति आउँछ, आउँछ 15 जति आउँछ, 10-12 आयो। हेर्न सक्नुहुन्छ यसरी पैसा आउँछ। त्यसपछि टुट गरेर ऊ आउँछ पैसाको बिल। 12 लि हेर्न सक्नुहुन्छ तपाईँहरूले। यसरी यहाँ थिच्यो भने यसरी बिल आउँछ स्वाट। पैसा यही हो साथी। यो चाहिँ काम लाग्दैन, पैसा चाहिँ अर्को छ। पैसा चाहिँ यसमा हुन्छ यसरी 12 रोल हेर्न सक्नुभयो। अब मार्केट गएर हामी यसो सामान लिएर आउँछौँ। अलि लिएर हामी प्रमोटर हाल्नु त। यहाँ ब्याग स्याग सबै हुन्छ यसरी होइन।
टमाटर पनि है रोसी भन्छ, रोजी हो कि रोसी भन्छ है, रोसी भन्छ। यहाँ च्याउ हेर्न सक्नुहुन्छ तपाईँहरूले, च्याउको प्राइस यति छ है 6.64 हेर्न सक्नुहुन्छ। 1 केजीलाई 13.28 अब हेर्न सक्नुहुन्छ तपाईँहरूले। यसरी हामी मार्केट आएर होइन एउटा क्याप्सिकम पनि लिगौँ, यस्तो हरियो खालको लिगौँ पनि ठिक हुन्छ क्या। क्याप्सिकम मलाई त मन पर्छ यो क्याप्सिकम। यसरी हामीले यहाँ जोख्ने हुन्छ, जोख्नेमा फेरि कुन सामान उठाउने हो, यसरी सबै सिस्टमहरू छ। अब प्याज राख्यो, रोसी अब कुन हो भन्दाखेरि त्यो होइन उताको यस्तो छ भने ट्याक्क कति रुपियाँ हो त्यहाँ ठ्याक्क निकालिदिन्छ। अहिले 3 रुपियाँ कति महँगो भएछ नि त। अब यसलाई यत्तिकै राख्यो भने यस्तो राख्यो भने अब ट्याक्क कति ग्रामको छ त्यो देखाउँछ। अनि यो क्याप्सिकम भयो बिलाउँछ यसरी। यो भनेको गमसहितको हुन्छ हल्का हल्का, अनि त्यसरी चप्पाइदिन्छन्। अब आलु पनि लाने हो, यो पनि लाने हो। यो एउटै रेट हो, यो गुम्मा परेको लिनुपर्छ कि होइन। सस्तो पर्छ ल महँगो छ कहाँ सस्तो, यहाँ केजीलाई 21 रुपियाँ छ, 33 रुपियाँ छ। प्लास्टिक लिएर आउनु त। ल हामी कफलेन्डबाट निस्किसकेछौँ गाइज। हेर्नुहोस् हाम्रो आजको सपिङ अनि जुस खाँदै अब निस्किन लाग्नु। सपिङ गर्नुभयो गरे 300 को यति सामान 300 को। यति सामान 300 को। हेर्नु त के छ, झारपात मात्रै छ। झारपात मात्र झरेपछि खाने घाँस भुसा हो। कति मासु खाने भनेर अब झारपात लिगेको, त्यो भने त्यसलाई अब सागपातलाई महँगो छ के गर्ने गाइस। यस्तै हो। ल ठिक छ, जे भए पनि अब सपिङ पनि गरियो, बोतल पनि बेचियो। ल आजलाई यति, सबैलाई धन्यवाद।